गुड मर्निङ सेवा ह्याप्पी माघे सङ्क्रान्ति। आज चाहिँ माघे सङ्क्रान्ति होइन। अनि बिहानै उठेर पुरा घाम झुल्किसकेको थियो कि उठ्दा चाहिँ तर अनि बाहिर म चाहिँ हेरेर मुखै नधुई तरुल धुन लगाएको छु। भाइले तरुल धुन जानु लगाएको छन् अनि म पनि पुरा आँखा चाहिँ मिच्दैछु। भाइ तानाक तुनुक हुँदैछन् अनि भाइलाई तरुलहरू रेडी पारिदिएँ। तरुलहरू चाहिँ हिजै बेलुका किनेर लिएको थियौँ। आधी जेठी नानाले पठाउनु भएको, आधी मैले। अनि म चाहिँ फ्रेस भएर आउँछु ल भनेर पुरा ब्रस गर्दैछु। भाइले चाहिँ मारी तरुल धोइरहेछन् अनि भाइ चाहिँ तरुल नै धोइरहेको थिएँ। म चाहिँ माथि आएर रुमहरू सफा गरेर अनि यो फुलको गोडमेल धेरै भएको थियो क्या, यो गमलाको गोडमेल नगरा अनि यो प्लान्टहरू पुरा गोडमेल गर्दैछु। अनि हेर्नु न रेडबुल खाएर भाइहरू पुरा त्यहीँ राखेको रहेछन् के। अनि पानी लगाएँ। मेरो आज बिहान उठेर काम, अनि आज मेरो क्लास चाहिँ छुट्टी थियो नि त, काम चाहिँ छुट्टी थिएन, त्यही भएर। यो प्लान्ट चाहिँ माइली नानाले रोप्नु भयो, मैले होइन। अनि भाइ फेरि आएर करेला काटिदिँदैछन्। अनि कुकरमा करेला चाहिँ कुकरमा पकाएको, अनि घर तरुलहरू चाहिँ अर्कै भाँडामा पकाएको। भाइले काटिरहेछन् तरुल पनि। जे होस् मेरो कान्छा भाइ चाहिँ एकदमै हेल्पफुल छन् कि, एकदमै हेल्प गर्छन्। म पुरा लगाएर गर्दैछु। ह्याप्पी माघे सङ्क्रान्ति है। घाम कहाँ आइपुगौ आमा छोइन यहाँ सङ्क्रान्ति है। सुतेको भन, फेरि सुतेर उठेर फेरि मुतेर पनि सुत्ने मान्छे को भनौँ त। हामी चाहिँ फलाएर उसिन्दैछौँ। टिकटक बनाउने रे, टिकटक बनाउने राम्रो नसकिने भो। म चाहिँ फलार झिक्दैछु है त, पाकिसक्यो फलार। अनि म चाहिँ मस्त मस्त फलार झिक्दैछु। सुटुनी हेर्नुहोस्, सुटुनी। अनि म चाहिँ यता छु नि, फेरि म चाहिँ मस्त झिक्दैछु। अनि ह्याप्पी माघे सङ्क्रान्ति सबैजनालाई है त। चट्ट लगाएर यहाँ चाहिँ फलार छ होइन। म चाहिँ यहाँ यो लड्डु नि, यो तिलको लड्डु हो, यो कालो यो सेतो। बुझ्यौ बाबु। अब म यहाँ रेडी गर्दैछु फलारहरू हामी खानलाई। यो टिका लगाउनु पर्छ। यो यहाँ राख, यो अहिले राख। चाकु त यस्तो बिस्तारै गर न भाइ, यस्तो भइगयो छ र पछि। यो चाहिँ फोटो चाहिँ कसरी खिच्नु हो? यो काटा आदि पनि यो त ठुल्ठुलो त हुँदैन त, मुखमा त ठुलो त हुन्छ। टिका लगाउने बन्तरुल रेडी भयो माइली। कफी रेडी भयो। पानी छ। हामी चाहिँ टिका लगाउने बन्तरुलको म लगाइदिन्छु सबैलाई टिका। म चाहिँ भाइलाई लगाइदिँदैछु बन्तरुल। ल ह्याप्पी माघे सङ्क्रान्ति मेरो कान्छा भाइलाई पनि, मेरो सिस्टरलाई पनि। सुत्ता र सुत्तीहरू चाहिँ यता हेलो, म कफी बनाउँदैछु। कपाल बिग्रिन्छ। एकछिन पनि पो देखिएको छ। पैसा चाहिन्छ? किन नदेखाउनु त? पैसा चाहिन्छ? ल ह्याप्पी माघे सङ्क्रान्ति मेरो सानो भाइलाई। पैसा यहाँ छ हौ। ए लु देऊ। ल यी अब सबैभन्दा ठुलो चाहिँ म। यसपालि चाहिँ माइला दाइ हुनुहुन्न है, फेरि पोहोरको साल चाहिँ हुनुहुन्थ्यो। मिस यु दादा। ह्याप्पी माघे सङ्क्रान्ति बहिनी। थ्याङ्क यू। दुईटा वारियो त भाग्यमानी रहेछ। यस आई एम लकी गर्ल। होइन होला। अब मेलाई लगाइदिने कोही छैन, कान्छीले लगाइदिन्छ। ह्याप्पी माघे सङ्क्रान्ति मेरो माइली दिदी। मैले लगाइदिउँ भने सबभन्दा कान्छोमै पऱ्यो, के गर्नु। सेवा
छ ल कान्छ भाइले यो यता राख्नु आइस यो फलन यो हो कान्छी बहिनीलाई थ्याङ्क यू सो वेलकम यो हाम्रो मिठाई यो लड्डुहरु जस गरौँ न यता कहाँ उ कति ग्लास के कवि भन्छ न यो खुस्की हो अरे अरे बिहान छ नि त त्यही भएर जाडो महिना पनि हो चेस चाहिँ म गर्नु भने एनर्जी गर्नु पहिला यो खानु पो हो त यो हो र यो हो होला हो पहिला हो यो हो पहिला बन्दरु हो पहिला टिका लाग्यो बन्दर चालु गर ल हामी चाहिँ खाँदैछौँ भाइहरू कस्तो मजा आयो भाइ कस्तो हुँदैछ बाबा कस्तो हुँदैछ बिचमा भयो उसको भिडियोमा खाना आयो निस्की है यो चाहिँ ए बाको उठ्दो रहेछ नि र आजको भिडियो यति नै साथीहरू अनि सबैलाई ह्याप्पी माघे सङ्क्रान्ति होइन अब म चाहिँ फेरि छिटो गरेर काममा जानु छ होइन त्यही हो अब काममा जानु छ बाई